यो धेरै खाताहरूको एक प्रष्ट व्याख्या हो। एम ग्लोबलमा सहभागी हुन तपाईसँग 3 वटा विकल्प छन्। एउटा खाता, 3 वटा खाता वा 7 वटा खाता, जसमध्ये सबैभन्दा राम्रो 7 वटा खाता हो। यो प्रस्तुतिले माथि उल्लेख गरिएका खाताहरूको भिन्नताको बारेमा पनि व्याख्या गर्नेछ। एउटा खातासँग 7,980 फिलिपिन पेसो वा लगभग 200 अमेरिकी डलर पुँजी रहन्छ। ध्यानमा राख्नुहोस् कि अमेरिकी डलर विनिमय दर दिनहुँ परिवर्तन हुन्छ। यो आज 190 अमेरिकी डलर हुन सक्छ, तथापि अर्को दिन 205 अमेरिकी डलर पनि हुन सक्छ। यो पूर्णतया उल्लेखित विनिमय दरमा निर्भर हुनेछ। सजिलो अभिकलन उद्देश्यको लागि हामीले विनिमय दर 200 अमेरिकी डलर छ भन्ने मानौँ। तर यदि तपाईँ फिलिपिन्सभन्दा बाहिर जस्तै नाइजेरिया, ब्रुनोई, सिङ्गापुर, ताइवान, कुवेत, हवाई, युएई, घानातिर हुनुहुन्छ भने हामी तपाईँलाई सूचीकृत गराउन खुसी छौँ कि एम ग्लोबल व्यापार केन्द्र कार्यालय पहिल्यै छ। तपाईँको एकदम सजिलोको लागि वास्तविक मूल्य आफै तपाईँको स्थानीय मुद्रामा परिवर्तित छ। यस विषयको अरू सूचना र जानकारीको लागि कृपया आफूलाई एम ग्लोबलमा निम्ति आउने व्यक्तिलाई सम्पर्क गर्नुहोस्। एउटा खाता 6,000 पेसो वा झन्डै 150 अमेरिकी डलर मूल्यको उत्पादन बराबरको एक एम ग्लोबल प्याकेज सहितको हो। एउटा खाताको लागि तपाईँको पुँजी झन्डै 50 अमेरिकी डलरसम्म आउँछ। 3 वटा खाता धेरै राम्रो छ, जहाँ पुँजी 7,980 पेसोको 3 गुणा वा 200 अमेरिकी डलरको 3 गुणा कि जम्मा 600 अमेरिकी डलर हुन्छ। 3 वटा खाता तपाईँको वेब पेजमा 55 अमेरिकी डलर नगद आफै जम्मा हुने ग्यारेन्टीको साथमा झन्डै 450 अमेरिकी डलर मूल्यको उत्पादनहरूको साथमा 3 वटा एम ग्लोबल प्याकेज सहितको हो। यो कुनै पनि बेला तपाईँको वेब पेजद्वारा नगदको रूपमा परिणत गर्न सकिनेछ, जुन हाम्रो सिस्टमबाट निस्कनेछ। तपाईले अचम्म मान्न सक्नुहुनेछ कि 55 अमेरिकी डलर कहाँबाट आयो भनेर। म यसलाई व्याख्या गर्छु, तर त्यो भन्दा पहिले म तपाईलाई बुझाउन चाहन्छु कि हरेक खातामा बाइनरी प्रोग्राम अन्तर्गत एउटा बायाँ सेल्स फोर्स र एउटा दायाँ सेल्स फोर्स हुन्छ। जब तपाईले सफलतापूर्वक आफ्नो भर्तीको रूपमा एक साथीलाई निम्त्याउनुहुन्छ, योसँग 1200 बाइनरी अङ्कको साथमा 11 अमेरिकी डलर बराबरको डाइरेक्ट रेफरल बोनस हुन्छ। आफ्नो बायाँ र दायाँमा हरेक 1200 जम्मा गरेको अङ्कहरू 33 अमेरिकी डलर मिश्रित सेल्स बोनस बराबरको हुनेछ। तपाईको डाइरेक्ट रेफरल बोनस र मिश्रित सेल्स बोनस आफै तपाईको स्थानीय मुद्रामा परिणत हुन्छ, जबकि तपाईँ हाम्रो एम ग्लोबल कार्यालय पहिल्यै तपाईको लागि तयार गरिएको एक देशमा हुनुहुन्छ। उदाहरणको लागि हाम्रो सिङ्गापुरको शाखामा डाइरेक्ट रेफरल बोनस 15 सिङ्गापुर डलर र मिश्रित सेल्स बोनस 45 सिङ्गापुर डलर हुन्छ। अब यो सबै तपाईलाई प्रष्ट भयो भने हामीले पहिले छोडेको 55 अमेरिकी डलर नगद भुक्तानीतिर प्रस्थान गरौँ। हामीलाई बुझाउन दिनुहोस् कि यो कहाँबाट आयो। त्यस्तै तपाईले आफ्नो अहिलेसम्मको कमाई हाम्रो वेब पेज मार्फत हेर्न सक्नुहुनेछ। यदि तपाईले 3 वटा खाताको लागि दर्ता गर्नुभएको छ भने तपाई यो भनिएको खाताको हकदार हुनुहुन्छ भने पनि यसको सुन्दरता यो हो कि तपाई अझै पनि आफ्नो दोस्रो खाता र तेस्रो खाता मार्फत आफ्नो डाइरेक्ट रेफरल बोनसको 11 अमेरिकी डलर कमाउनको लागि हकदार हुनुहुन्छ। तपाईको दोस्रो र तेस्रो खाताबाट जम्मा डाइरेक्ट रेफरल बोनस 22 अमेरिकी डलर हो र तपाईको मिश्रित सेल्स बोनसबाट 33 अमेरिकी डलर, जुन जम्मा हुँदा जम्मा कमाई 55 अमेरिकी डलर हुन्छ। यो आफै तपाईको वेब पेजमा देखिने हुन्छ र जुनसुकै दिएको समयमा झिक्न सकिनेछ। रिटर्न अफ इन्भेस्टमेन्ट वा लगानीको फिर्ती 505 अमेरिकी डलरमा हुनेछ। तपाईले 3 वटा खाताको लागि बढीमा 95 अमेरिकी डलर मात्र लगानी गर्नुभएको हुनेछ। यदि 3 वटा खाताले तपाईको ध्यान तानेको भए 7 वटा खाता धेरै बढी आकर्षक छ, जहाँ पुँजी 200 अमेरिकी डलरको 7 गुणा हो, जुन जम्मा 1400 अमेरिकी डलर हुन्छ। 7 वटा खाता झन्डै 1050 अमेरिकी डलर मूल्यको उत्पादन बराबरको 7 एम ग्लोबल प्याकेज सहितको हो। यदि यति पर्याप्त छैन भने तपाईलाई 231 अमेरिकी डलर नगद भुक्तानीको हकदार पनि बनाइनेछ। तपाईले त्यो कसरी आयो भनेर अचम्म मान्न सक्नुहुनेछ। यो हेर्नुहोस्। अब तपाईले 7 वटा धेरै खाताहरू दर्ता गरिसक्नु भएको छ भने आफ्नो दोस्रोदेखि 7औं खातासम्मको 11 अमेरिकी डलर रेफरल बोनस कमाउनु बाहेक तपाईले आफ्नो पहिलो खातामा 3 मिश्रित सेल्स बोनस पनि पाउनुहुनेछ, जसले यो 79 अमेरिकी डलर हुन्छ र क्रमशः
आफ्नो दोस्रो र तेस्रो खाताको लागि अर्को मिश्रित सेल्स बोनस रहनेछ। त्यो प्रत्येक खाताको लागि 33 अमेरिकी डलर हो। यो जम्मा 231 अमेरिकी डलर नगद भुक्तानी हो। यो आफै तपाईको वेब पेजमा देखिनेछ र कुनै पनि बेला नगदमा परिणत गर्न सकिनेछ। लगानीको फिर्ती झन्डै 1281 अमेरिकी डलर हुन्छ। तपाईले 7 वटा खाताको लागि जम्मा 119 अमेरिकी डलर लगानी गर्नुभएको हुनेछ। हामी मानौ कि तपाईले आफ्नो 8 जना साथीलाई सफलतापूर्वक निम्त्याउनु भयो। अब हामीले एउटा खाता, 3 वटा खाता वा 7 वटा खाताको भिन्नतालाई दाँजेर हेरौं। 8% एउटा खाताको लागि तपाईले 88 अमेरिकी डलर डाइरेक्ट रेफरल बोनस र 4 मिश्रित सेल्स बोनसको लागि 132 अमेरिकी डलर कमाउनु हुनेछ। त्यसबेला तपाईले आफ्नो 8 साथी मार्फत 220 अमेरिकी डलर कमाउनु हुनेछ। अब हामीले यसलाई 3 वटा खातासँग दाँजौं। 8% 3 वटा खाताको लागि तपाईले 88 अमेरिकी डलर डाइरेक्ट रेफरल बोनस र पहिलो खाताबाट 4 मिश्रित सेल्स बोनसको लागि 132 अमेरिकी डलर कमाउनु हुनेछ। दोस्रो खाताबाट 66 अमेरिकी डलर र मिश्रित सेल्स बोनस कमाउनु हुनेछ र तेस्रो खाताबाट 66 अमेरिकी डलर मिश्रित सेल्स बोनस कमाउनु हुनेछ। किनकि तपाईसँग 3 वटा धेरै खाता छन्, तपाईको जम्मा कमाई 352 अमेरिकी डलर हुन्छ। यसबाट तपाईले पहिले नै खाताको सुन्दरता याद गर्नुहुनेछ। उही 8%ले एउटा खातामा तपाईले 220 अमेरिकी डलर मात्र कमाउनु भयो, जबकि 3 वटा खातामा तपाईले 352 अमेरिकी डलर कमाउनु भयो। अब 7 वटा धेरै खाताको विशेषता हेर्नुहोस्। 8% 7 वटा खाताको लागि तपाईले 88 अमेरिकी डलर डाइरेक्ट रेफरल बोनस र पहिलो खाताबाट 4 मिश्रित सेल्स बोनसको लागि 132 अमेरिकी डलर कमाउनु हुनेछ। दोस्रो खाताबाट 66 अमेरिकी डलर मिश्रित सेल्स बोनस कमाउनु हुनेछ र तेस्रो खाताबाट 66 अमेरिकी डलर मिश्रित सेल्स बोनस कमाउनु हुनेछ र चौथोदेखि 7औं खातासम्म प्रत्येक खाताको 33 अमेरिकी डलर मिश्रित सेल्स बोनस गरी जम्मा 132 अमेरिकी डलर कमाउनु हुनेछ। किनकि तपाईसँग 7 वटा धेरै खाता छन्, उही 8% तपाईले कुल कमाई 484 अमेरिकी डलर कमाउनु हुनेछ। यो हो 7 वटा धेरै खाताको सुन्दरता, उही प्रयत्न तर भिन्न परिणाम। यदि मैले तपाईलाई सोधे भने तपाई कुन मन पराउनुहुन्छ, 220, 352 वा 484 अमेरिकी डलर कमाउने? तपाईलाई थाहा छ कि एउटा खाताले सम्भवतः दिनमा 528 अमेरिकी डलर कमाउँछ। 3 वटा खाताले सम्भवतः एक दिनमा 1584 अमेरिकी डलर कमाउँछ। अझ बढी 7 वटा खाताको लागि जसले सम्भवतः एक दिनमा 3696 अमेरिकी डलर कमाउँछ। हजुर, केही कुरा असम्भव छैन जब तपाई एम ग्लोबलसँग हुनुहुन्छ। तपाईलाई थाहा छ अनलाइन सिम मोसन ग्लोबलका धेरै कमाउनेहरूले महिनामा 45,000 अमेरिकी डलरभन्दा बढी कमाउनुहुन्छ। म विश्वस्त छु तपाईले पनि त्यो गर्न सक्नुहुन्छ जब तपाईले यो रोमाञ्चक अवसरको प्रयास गर्नुहुन्छ। म आशा गर्दछु कि तपाईको सबै जिज्ञासालाई यो प्रश्नले छोएको छ। तपाईले धेरै खाताको सुन्दरता बुझ्नको लागि मैले यसलाई सम्भवतः प्रस्ट्याउने आफ्नो सक्दो राम्रो प्रयास गरेको छु। हामी सबै आफ्नो परिवार र हाम्रो वरपरका प्रिय मानिसको भविष्यको सुरक्षित गर्न सफलताको लागि पर्छौं। अब कि हामीले धेरै खाताहरूको सुन्दरता र विशेषता बाँडिसकेका छौं, हाम्रो रोमाञ्चक व्यापारको हिस्सा बन्ने लगाव हामी तपाईलाई छोड्दैछौं। सुरु गर्नलाई अहिले भन्दा राम्रो समय त्यहाँ कुनै छैन। हेरिदिनु भएकोमा धन्यवाद र धेरै भिडियो सहायताको लागि यस भिडियोलाई लाइक गर्न नभुल्नुहोला। यो भिडियो कोरियाबाट अपलाइन मिसेल ल्यूले बनाउनु भएको हो। सामान्य सिक्नुहोस्, सुरु गर्नका लागि सहायता